Hello guys, hear ke छ so beautiful. कस्तो राम्रो छ क्या यहाँनिर है। यहाँ चाहिँ सब टनेलाहरू लाउँछ क्या। यहाँ त दिदीकोमा आयो नि त टमाटर टिप्न। टमाटर खेती, साग खेती, ओएमजी। खेती गर्नु नि हुन्छ कि नेपालमै हुन्छ नि है। सो यता त सबै टनेला मात्रै छ है। सबै होइन त मिहिनेत गट खतरा छ। अब यहाँ कुकुर भोग्छ होला, छ कि छैन है। आज चाहिँ छैन रहेछ। कुटु 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 कुटु। Mau, 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 mau. Oi, चिन्नस् तेरो पखैले भाडा मान्नु भएको। यस्तो निहुरेर हिँड्नु पर्छ कि साह्रै घोच क्या। यहाँ त 2-3 ताली साग टिपिसक्यो है। खतरा छ नि। यति मिहिनेत नगरी त हुँदैन नि त फेरि यहाँ त। खतरा। भेना सिरी कता जानु भएछ? कुटु कुटु ओ भेना भेना कता हो? हजुर ए हस्। सो हामी चाहिँ आज यहाँ टमाटरको बिउ राख्ने थिएँ। अनि यस्तो हुन्छ त यहाँ भेना बस्ने ठाउँमा त। ल
गजब गजब खरा छ नि ओइ कुटु 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 खरा गाइस खरा मजा छ कुटु 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 भाग मेहनत चाहिँ खत्रै गर्नुभयो है ओइ चुप कहाँ छ त बिग्रान ठाउँ पक्कै यतै हो यहाँ रहेछ यो अस्ति भर्खर हामीले गोडेको ठिक छ दाइ गुड मर्निङ भइसक्यो हजुर लाग्यो पहिले गर्नु पर्यो तपाईँ भिडियो लगाउनु के हो यस्तो कुन च्यानलमा आउने भयो यो मेरै च्यानल मिलने की एहसास है फाइनली गाइस हामीले सक्यो यस्तै रोपिँदो रहेछ सो यो चाहिँ यस्तरी रोपिँदो रहेछ होइन हेर्नु न टमाटर यो टमाटरको बिउ होइन यस्तरी रोपेर बिउ राखेर त्यसपछि चाहिँ अनि यो उम्रेपछि कति दिनमा उम्रिन्छ सो त्यो पछि हुँदो रहेछ छैन नि छ नि अझै यो पटाउनु छ अहिले त पुरा बेरेर राख्नुपर्छ त्यो मर्चा वालीहरूले मर्चा बेरेर पानी हाल्ने अब पानी होइन भिजाउँदै राख्नु अघि साह्रै सुकायो क्या यो काँक्रा टमाटर पानी बाल्टीमा ल्याउँ क्या त्यसमा मैले एक बाल्टी लिएर राख्छ त्यो उगाउने बिहान पनि भिजाउने नि त भेन अब दुई टाइम कि एक टाइम अब अवस्था हेरेर हेर्ने कतिको सुक्यो धेरै सुक्यो भने दुई टाइम कम्ती सुक्यो भने एक टाइम कन्डिसन हेरेर यहाँ माथि बोरा राख्नु पर्यो नि त होइन यसलाई एक लाइन राखेर त्यसपछि बोरा राखिन्छ बोरा राखेपछि कति दिन उम्रिन्छ भएन यो 7 दिन अनि 7 डेज 7 डेमा चाहिँ यो कम्प्लिट अहिले चाहिँ 7 दिन यत्रो साथीहरू किन जानु हो कोरिया यत्रो यहीँ गर्दा भइहाल्छ त के छ विचार कोरिया नजाउँ नेपालमै गरौँ उहाँहरूले नि यति मिहिनेत गरिराख्नु भएको छ अब त्यहाँ तिम्रोमा साथी मेरो छैन नभए कति लाइक आउँथ्यो बन्नुपर्छ नि भेना मेयरदेखि सांसदहरूले लाइक गर्थ्यो सबैजनाले कृषि क्षेत्रलाई चाहिँ अलि सपोर्ट गरौँ मेहनत गर्नुपर्छ सो गाइज यस्तो हुँदो रहेछ टमाटर होइन लास्टमा आएपछि यो तरिकाको हुन्छ साग हुन्छ टमाटर हुन्छ गऱ्यो भने जे पनि हुन्छ गरेन भने केही पनि हुँदैन भन्ने तर्कतिर छ टमाटर फाइनली हाम्रो चाहिँ सबै नै सकिसकेछ बिहान लगभग 9-10 बजीदेखि हामी आएको थियौँ आएर यो सबै यताउता गरेर यो बिजन मात्रै राख्ने थियो बिजन राखेर यो भयो यो त सबै टनेरा एरिया मात्रै हो सबैजना टनेरा मात्रै गरिरहेको देखिन्छ यता चाहिँ होइन
टनेला एरिया यहाँनिरबाट चाहिँ अब धेरै नै गरिहाल्छ सबैले। तपाईँहरूले गर्न मन छ भने सम्पर्क गर्नुहोला। तपाईँ खेल्नुभयो? फेरि कुदिहाल्नुहुन्छ नि काम सक्यो भने कसले भनेको नै धेरै छ। अब एकछिन चिया पानी नखाइ जानुभयो भने नि अनि फेरि त्यहाँ बस्नु भन्छ होला नि त्यस बेला मैले फेरि जानु काँक्रा टमाटर साग यो चाहिँ जुट यो भिजाउनुको कारण चाहिँ अघिकै बिजनको लागि नि त दाइ। यसले चाहिँ एकदम चिसो राख्ने काम गर्यो नि त। अब यहाँ चिसो लगाइराख्नु पर्यो यसमा राख्नु मान्छे अहिले होइन अट्दैन होला है के गर्छ सबै अट्दैन नि त यो सबै त कहाँ अट्यो होला त अरेछ नि यहाँ त मादा छ भन्दै थियो कसले छैन हिले होला हिले चाहिँ थाहा सकिगयो नि अस्ति नै हल्का सपोर्ट गरौँ गाइस। यो साग चाहिँ टिपिसकेको खासमा चाहिँ होइन टिपेर फेरि पनि हुँदैछ क्या अस्ति भर टिपेको हो है। यस्तो धेरै अब हुँदो रहेछ साग पनि साग टमाटर अनि सिमी होइन गऱ्यो भने छ नि पनि यता पनि छ यता अस्ति पनि टिपेको थियो मैले पनि टिपेको थियो हेर्नु त ओहो यो देख्दा त नेपालमै गर्न मन लाग्दैन लाग्छ नि है कति लाग्छ हेर्नु त ओहो सेट यो हालत भएको यस्तो छ मार्क्स लगाएको थियो यो चोप निस्किएर हजुर कहाँ हुनु यहाँ छैन नि बिजी पो छु बिजी छु नि म त बिजी छु नि कति मुठा टिप्नु पर्ने साग ओहो देख्नु भयो 1500 मुठा अरे साग पनि हुनु पर्यो नि यहाँ साग त छैन के साग त छैन साग टिप्ने भने चाहिँ के पकाउनु के गर्नु यो Thank you for watching guys.